हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ मैले अर्को तरकारीको रेसिपी लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ अन्तिमसम्म स्किप नगरेर हेरिदिनु होला। साथीहरू, आज चाहिँ मैले थोरै च्याउ भेटाएको थिएँ, त्यसैले च्याउ र बोडी बनाउन लागिरहेको छु। साथीहरू, च्याउ र बोडीको कम्बिनेसन चाहिँ एकदम राम्रो हुन्छ। साथीहरू, हजुरहरू पनि ट्राई गर्नुहोला। बगाले च्याउ थोरै भेटाएको थियो, अब म के मिसाम त्यसमा, त्यति थोरैले त नपुग्ने, त्यसैले मैले चाहिँ बोडी टिपेर बोडी र च्याउ मिसाएर पकाउन लागेको छु। साथीहरू, मैले चाहिँ पहिला बोडीलाई भुटेँ चरचरी, अनि त्यसपछि एकछिन भुटिसकेपछि साथीहरू च्याउ पछि हालेँ, किनभने च्याउ सुरुमै हालेपछि हल्का पुरै गल्यो भने धेरै राम्रो हुँदैन साथीहरू। त्यसैले मैले चाहिँ यत्तिको भएपछि च्याउ हालेँ। च्याउ हालेर अनि बनाएँ। यति राम्रो भएको थियो नि, यति मिठो भएको थियो साथीहरू, यति राम्रो हुन्छ। साथीहरू, तपाईँहरूको पनि थोरै च्याउ भेटाउनु भएको छ भने यसै गरी पकाउनु होला। साथीहरू, एकदम राम्रो हुन्छ। मलाई चाहिँ एकदमै मन पर्यो, मिठो भएको थियो। ओके, बाई साथीहरू।